हेलो गाइस, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ मम्मीले हामीलाई फिरफिरे बनाउनु हुँदैछ। के रे मम्मी? यो चाहिँ भयो बाँसको खपेटा। मैले अलरेडी माथिबाट काटिसकेको छु। यहाँ पुरा झुस थियो हो, यसरी मैले पुसेर, यो चाहिँ एकदम चिलाउँछ नि त, यसरी पुसेर चाहिँ भित्रबाट पनि पुरा यो यस्तो झुसै झुस हुन्छ। यो सबै पुस्नु पर्ने हुन्छ। हेर्नुहोस्, मैले पुसेर चाहिँ यहाँ भुइँमा देखाउनु त कस्तो छ। यो सबै मैले अघि पुसिसकेर चाहिँ सिनिक्कै पारिसकेको छु। अब नानीहरूलाई हामी पहिला सानो सानो हुँदाखेरि चाहिँ हामी खेल्थ्यौँ खपेटाको फिरफिरे बनाएर। आज म त्यही पहिलाको हाम्रो सानोमा खेलेको सम्झनाहरू ताजा ताजा गर्दै होइन, यहाँनिर म खपेटाको हाम्रो नानीहरूलाई फिरफिरे बनाउन जाँदैछु। अब फिरफिरे कसरी बनाइन्छ भने चाहिँ यहाँनिर यसरी काट्नुपर्ने हुन्छ है हँसियाले। अब यसलाई काट्यो, त्यहाँदेखि यसलाई यस्तो यस्तो साइजको काट्नुपर्ने हुन्छ। यो सबै चाहिँ जुस छोयो भने चिलाउँछ अरे। यो चाहिँ भयो दुईटा फकेटा खपेटा हो, खपेटा सरी। अब यसलाई यसो गरेर काट्यो। चुच्चो हो त। अब यसलाई चाहिँ काटी चाहियो, यसो गरेर काटीले यहाँबाट सानो दुईटा दुलो बनायो। दुईटा दुलो होइन, यसो गर्नुपर्छ। यो बिचबाट मिडलबाट अत्रो होल्स दुईटा। कसरी बनाउँछौ? अब यस्तो भयो टक्कै। अब यसलाई हाल्यो, देख्नु हुँदैछ? खै यो कहाँ गयो? यहाँबाट काँटीले छेड्नु पर्ने हुन्छ। दुलो ठुलो पार्यो यसरी। वाउ! यो चाहिँ हामीले यसरी पक्रेर चाहिँ यति कुद्थ्यौँ पहिला चाहिँ। कुद्दाखेरि चाहिँ कसरी कुद्छ भन्दा यो उड्छ भन्दाखेरि चाहिँ यसरी। यो चाहिँ हाम्रो गाउँले खेलौना बनाउने हो है, अर्ग्यानिक फिरफिरे भन्छ यसलाई चाहिँ। अब सेकेन्ड अहिले बनाउँछु। ओके, बाई बाई। कस्तो लाग्यो हजुरहरूलाई मैले बनाएको फिरफिरे है? प्लिज कमेन्ट गरिदिनुहोस्। कमेन्ट गरेर भनिदिनु होला, एक ठेङ्गा हालिदिनु होला है। लाइक कमेन्ट सेयर पनि गरिदिनुहोस्, सब्सक्राइब पनि गरिदिनुहोस्, फलो गर्न नभुल्नु होला। ओके, बाई बाई।